समारोहका प्रमुख अतिथि प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद बेङ्गलज्यू, भर्खरै सहकुलपति मुख्यमन्त्री उपकुलपतिज्यू, माननीय योजना आयोगका सदस्य, शिक्षा हेर्ने सदस्यज्यू, विभिन्न विश्वविद्यालयबाट आउनुभएका उपकुलपतिज्यूहरू, प्रतिनिधिहरू, यस विश्वविद्यालयका रजिस्ट्रार लगायतका पदाधिकारी साथीहरू, सेनेटका पदाधिकारी साथीहरू, आज अत्यन्तै प्रसन्न मन लिएर आफ्ना छोराछोरी भाइ बहिनीहरू सफलतामा खुसियाली हेर्न र खुसी हुन यहाँ उपस्थित हुनुभएका अभिभावकहरू, खास गरी आज दीक्षित हुने र पदक पाउने विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, यस विश्वविद्यालयका प्राध्यापकहरू, कर्मचारीहरू र सम्पूर्ण साथीहरू लगायत सञ्चारकर्मी मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, आज अत्यन्तै खुसी हो कि तपाईँहरू प्रथम ब्याचको यस नामै पवित्र विश्वविद्यालयको दीक्षान्त समारोहबाट दीक्षित हुनुभएको छ। म विद्यार्थी भाइ बहिनीहरूलाई जो दीक्षित हुनुभएको छ उहाँहरूलाई हार्दिक बधाई भन्न चाहन्छु सबैलाई, र तपाईँहरूको भविष्य उज्जवल रहोस्, धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। विद्यार्थीहरूको सङ्ख्या थोरै छ, यो पहिलो पाइलामा छ। पहिलो ठुला सफलताहरूको शुभारम्भ सानो बिन्दुबाट हुन्छ, लामो यात्राको शुभारम्भ पहिलो पाइलाबाट हुन्छ। ठुला भवनहरूको निर्माण एउटा सानो जगबाट जग राखेर शिलान्यासको सानो हुन्छ। लामो बाटोको शुभारम्भ एउटा छेउबाट हुन्छ। यस विश्वविद्यालयले पनि आज प्रथम दीक्षान्त समारोह गरेको छ। म खुसी व्यक्त गर्न चाहन्छु र विश्वविद्यालयलाई विशेष बधाई गर्न चाहन्छु र विश्वविद्यालयको भविष्यका लागि अत्यन्तै सुन्दर सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। विद्यार्थी भाइ बहिनीहरूको अवश्य मनोबल बढेको छ। तपाईँहरू दीक्षित हुनुभएको छ र छन् एउटा दुईटा तीनटा ढब्लाइकन पदक प्राप्त गर्नेहरूको त झन् आत्मबल बढेको छ, मनोबल बढेको छ, खुसी झन् एक पछि अर्को थपिएको छ। तपाईँहरूलाई बधाई छ, शुभकामना छ। तपाईँहरूको उत्साह, तपाईँहरूको आत्मविश्वास कमजोर हुँदैन, बढ्दै जानुपर्छ। जेसुकै कुरा पनि आत्मविश्वास र प्रयासले अनेक कुरा। तपाईँहरूले त्यसै गर्नुभएको छ र यो सफलता पाउनुभएको छ, दीक्षित हुनुभएको छ, आज पदक पाउनुभएको छ। संस्कृतमा एउटा श्लोक हुन्छ, केमा विश्वास छ? कराग्रे बसते लक्ष्मी करबन्दी सरस्वती करमूल स्थितौ प्रभाते गर्दछ। आफ्नै हातमा, आफ्नै मेहनतमा, आफ्नै परिश्रममा सबै कुरा छ। हातको अग्रभागमा नै लक्ष्मी बस्छन् अथवा तपाईँले कमाइ गर्नु छ भने मेहनत बाहेक अरू उपाय छ। कराग्रे बसते लक्ष्मी करमन्दी सरस्वती, यही हातमै फेरि
तपाईँले ज्ञानी हुनुहुन्छ, विद्वान हुनुहुन्छ, के हुनुहुन्छ भने पनि मेहनतकै कुरा छ। यी हात भनेका मेहनतका प्रति, त्यसकारण मेहनत नभएपछि कुनै कुराको सृष्टि गर्नु छ, सृजना गर्नु छ, के गर्नु छ भने करामूलस्थल ब्रह्म। कुनै सृजनाको मूल भनेको फेरि पाठमा अथवा तपाईँको मेहनत, तपाईँको सक्रियता, तपाईँको क्रियाशीलता मुख्य कुरा हो। त्यसै कारण तपाईँहरूले यी मेडलहरू प्राप्त गर्नुभएको छ, यो पोसाकहरू प्राप्त गर्नुभएको छ, यी चिन्हहरू प्राप्त गर्नुभएको छ, तपाईँहरू दीक्षित हुनुभएको छ। सबै प्रक्रियाहरू पुरा गरेर उत्तीर्ण भएर अब एउटा नयाँ अझ उचाइ, यसले तपाईँहरूलाई एउटा आत्मविश्वास, अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास जगाएको छ। यसलाई प्रयोग गरेर तपाईँहरू अगाडि बढ्न तयार हुनुहुन्छ। कोही कार्यक्षेत्रमा, कोही जुनसुकै भए पनि तपाईँहरू मेहनतका साथ, परिश्रमका साथ अगाडि बढ्नुहुन्छ। दीक्षित हुनुभएको छ। म अभिभावकहरूलाई पनि यो खुसी साट्न चाहन्छु। यस अवसरमा तपाईँहरू खुसी हुनु अत्यन्तै स्वाभाविक कुरा हो। तपाईँहरूको मेहनत, तपाईँहरूको अपेक्षा, तपाईँहरूको लगानी सबै चिज आज साकार भएको छ। तपाईँको लगानी खेर गएन। तपाईँको अपेक्षा, तपाईँको आशा, तपाईँको आफ्ना छोराछोरीमाथि, भाइ बहिनीहरूमाथिको आशा भरोसा र विश्वास खेर गएन। यी भाइ बहिनीहरूले तपाईँहरूको आशा भरोसा र विश्वास कायम राखेका छन्, माथि उठाएका छन्। त्यस कारण तपाईँहरूलाई पनि म बधाई गर्न चाहन्छु र तपाईँहरू सुखी रहनुहोस्। अभिभावकहरूलाई पनि शुभकामना गर्न चाहन्छु। म विश्वास गर्दछु नयाँ पिँढी, हरेक नयाँ पिँढी प्रतिभाशाली छ। यो फेल गराउने चलन छ। फेल किन हुन्छन् विद्यार्थीहरू? प्रतिभा नभएर। या त उसले हरेक मान्छेमा एकै प्रकारको ट्यालेन्ट सिक्यो, जिनियस बेग्लै प्रकारको ट्यालेन्ट सिक्यो। राम्रो क्रिकेटरलाई अर्को खेल खेल्न लगायो भने त्यसले नजान सक्छ। राम्रो फुटबलरलाई डान्सिङमा लगाइदियो भने, नृत्यमा लगाइदियो भने राम्रो गर्न सक्छ। राम्रो गायकलाई, गायिकालाई खेलकुदमा लगाइदियो भने राम्रो गर्न सक्छ। त्यसकारण कसको कुन ठाउँमा प्रतिभा छ त्यो पत्ता लगाउने र त्यो प्रतिभा, उसको रुचिको विषय उसले पढ्ने अवसर पाउनुपर्छ। रुचिको विषय पढ्ने उपयुक्त अवसर प्राप्त गर्यो भने हरेकमा भएको, अघि राजेन्द्र प्रसाद विनोदजीले कुरा गर्नुभयो, पोटेन्सियल, त्यो पोटेन्सियल प्रस्फुटित हुनुपर्छ। नत्र भने पोटेन्सियल तल बस्छ। पढ्न पाएन भने, उसले सिक्न पाएन भने ऊ मूर्ख जस्तो गरेर बस्न बाध्य हुन्छ। उसले अवसर पायो भने पक्रिने मौका पाउँछ। आफूले रोजेको विषयमा अवसर पाएर काम गर्न पायो भने उसले प्रतिभा तब प्रस्तुत गर्न र विकास गर्नुपर्छ। आफूले विषय छान्न। म अलि पहिला भाइ बहिनीहरूलाई एसडी दिनेहरू या आधारभूत तह पढाइसकेर माध्यमिक तहतर्फ जाँदै गरेकाहरूलाई पनि सुझाव दिन्छु र अभिभावकहरूलाई पनि सुझाव दिने गर्छु। बालबालिकालाई यही पढ, डाक्टरै पढ, इन्जिनियरै पढ, यही पढ भनेर अभिभावकहरूले जोड नगर्नुहोस्। किनभने उसको रुचि त्यसमा नहुन सक्छ। विद्यार्थीहरू पनि साथीभाइको लयमा आफूलाई जुन रुचिको विषय छ त्योभन्दा अर्को विषयमा नजानुहोस्। अब अवसरै छैन तपाईँको छेउछाउमा त्यस्तो पढ्ने अवसरै छैन भने तपाईँलाई बाध्यता छ जुन विषयमा त्यहाँ उपलब्ध विषय तपाईँले तर भरसक आफूलाई
रुचिको विषय परमेश्वर प्रतिभा देखाउन त्यहाँ सजिलो हुन्छ, प्रकट गराउन त्यहाँ सजिलो हुन्छ। जे होस् तपाईँहरू यस ठाउँमा पुग्नु भएको छ र अब तपाईँहरू पौडी खेल्न सिक्नु भएको छ, पौडी खेल्न उत्तीर्ण हुनुभएको छ। अब तपाईँहरू अझ ठुला पोखरीमा, अझ ठुला खोलाहरूमा पौडी खेल्न अगाडि बढ्दै हुनुहुन्छ। हिजो समथर पोखरीमा खेल्नुहुन्थ्यो भने अब भोलि अझ सालवाला अझ ठुला ग्लोबल कम्पिटिसनमा तपाईँहरू जानु। आज जो पदक पाउनुभएको छ संसारका जुनसुकै कुनाका जोसुकैसँग पनि यु क्यान कम्पिट, केही समस्या हुँदैन। यसको अर्थ अरूले कम्पिट गर्न सक्नुहुन्न भनेको होइन। यु आर ट्यालेन्ट, यु आर जेनियस, यु क्यान कम्पिट। राजर्षि जनक विश्वविद्यालयमा पढेका र त्यहाँ दीक्षान्त प्राप्त गरेका, त्यहाँ दीक्षित भएका विद्यार्थीले अन्यत्र कहीँ गएर सक्दैन भन्ने कुरै होइन, किनभने यो ज्ञान राजेन्द्र प्रसादजीले अलिकति राख्नुभएको छ, त्यसमा म अलिकति छ। ज्ञानको पहिलोचोटि हामी बस्दा बस्दै शिवले यही ल्याएथे ज्ञानको पहिलो महानाटी भन्ने रिगुटी तारा उदाइन तर चिन्न पुग्दैन, सीताले सारा भिजाइन दक्षिण नम्बर। यो त ज्ञानको हो। यहाँबाट विश्व अन्धकारमा हुँदा यहाँ ज्ञानको ज्योति सृजना भएको थियो, पैदा भएको। मान्छेलाई पहिले अनुभूति हुन्छ, अनुभूतिबाट अनुभव हुन्छ, अनुभवबाट अनुभूतिहरू सङ्ग्रहित हुँदै गएपछि अनुभवहरू सङ्ग्रहित गएपछि ज्ञान। त्यो ज्ञान त्यसरी सङ्ग्रहित पहिलोपल्ट यसै भूमिमा भएको थियो र हामीलाई इतिहासले भन्छ कि शैव सभ्यता इन द ओल्डेस्ट सिभिलाइजेसन, शैव सभ्यता। त्यसपछि अर्को विश्वामित्र सभ्यता, पछि विश्वामित्रको नाम होइन पुष्ट बन्यो। त्यसपछि कुन विश्वामित्र भन्ने अलिकति कन्फ्युजन छ, तर विश्वामित्र। त्यसपछि सांख्य दर्शनको, पहिले शिव दर्शनको कुरा हो, त्यसपछि सांख्य दर्शनको यो कम्ती पनि शिवको सम्बन्धमा कुनै दुविधा छैन। त्यस बेला नेपाल थियो कि थिएन त्यो बेग्लै कुरा हो, तर यो भूमि हो, यहाँको माटो हो, यहाँको पानी हो, यहाँको हावा हो, जसले शिवलाई ज्ञानका सर्जक बनायो, योगका आदिगुरु बनायो, आदि योगी बनायो। त्यसकारण यो भूमि, यो माटो, यहाँको हावा, यहाँको पानी, यहाँको वातावरण यो चिज हो जसले मान्छेलाई ज्ञान सृजना गर्ने थियो वातावरण। त्यसपछिका विश्वामित्र यहीँ कोशीको चतरामा बस्थे। कोशी नदी पार गरेर पश्चिमपट्टि आएर राम लक्ष्मणलाई शिक्षा दीक्षा दिएका थिए। यही जनकपुरमा शास्त्रार्थ हुने गर्थ्यो। यज्ञवल्क होस् कि कार्की होस् कि अष्टवक्र होस् कि यहीं का उपस्थिति एक विद्वान। त्यसै गरेर अरू थुप्रै विद्वान यहीं का विश्वका पहिलो आयुर्वेद आचार्य। अरू मिथका कुरा हुन् अथवा सत्य हुन् पछि जाउँला, तर सत्यमा आधारित प्रमाणित कुरा, चरकदेखिका कुरा त प्रमाणित छ। पहिलो प्रमाणित अश्विनी कुमारको छोडिदिउँ, त्योभन्दा अगाडिको कुराहरू छोड्यो भने पनि चरकदेखि र ऋषि सुश्रुत यही चतराका थिए, जसले जो विश्वका पहिलो सर्जक थिए।
पश्चिमा ज्ञानमा, पश्चिमा चिकित्सा शास्त्रमा हिप्पोक्रेटस भन्ने विद्वान अहिलेभन्दा 2400 वर्ष अगाडिका थिए र उनी पहिलो औषधि विज्ञानका सृजनाकार भनेर उनलाई बुझिन्छ हिप्पोक्रेटस। त्योभन्दा शताब्दीौं अगाडि यहाँका सर्जन थिए सुश्रुत सर्जन गर्थे। यहाँ सर्जरी गरिकन पछि यहाँ जनसङ्ख्या कम भएको हुनाले बनारस गएर त्यहाँ सर्जरीका काम गर्थे। हामीले पढ्ने गरेको, तपाईहरुले पनि पढ्ने गरेको, अहिलेसम्म पनि त्यही कुरा हामी पढिराखेका छौँ। ग्रेभिटेसनको सिद्धान्त, थ्योरी अफ ग्रेभिटेसन कसले पत्ता लगायो भन्दा तपाईहरु भन्नुहुन्छ न्युटनले 16औं शताब्दीमा पत्ता लगाएको, जबकि त्योभन्दा 500 वर्ष अगाडि 1150 मा भास्कराचार्यले सिद्धान्त शिरोमणि भन्ने पुस्तक लेख्नु भएको थियो र 1210 मा त्यो पुस्तक छापिएको थियो। त्यो पुस्तक पटना म्युजियममा अहिले पनि छ। प्रचार नपाएको मात्रै हो। अझ त्यो भन्दा पनि 500 वर्ष अगाडि भनौँ 5औं शताब्दीमा आर्यभट्टले नालन्दा विश्वविद्यालयका विद्यार्थी पनि थिए र पछि प्रोफेसर पनि थिए। नालन्दा विश्वविद्यालयका प्रोफेसर आर्यभट्ट, उनले थ्योरी अफ ग्रेभिटेसनको बारेमा बुढाबाबेहरूको कुरा पछि कुरा पृथ्वी गोरु छ कि चेप्टो छ भन्ने विवाद यहाँ त आर्यभट्टले पहिले नै भनिसकेका थिए। एउटा हुन्छ यो पूर्वीय दर्शन भनेको अन्धविश्वासमा आधारित हो, यो विज्ञानमा आधारित छैन भन्ने पाउँछ। कवि राजेन्द्र शास्त्रीले एकदम ठिक भन्नुभयो। पूर्वीय दर्शन अन्धविश्वासमा होइन, सिद्धान्त भनेको कसरी हुन्छ भने अब मैले भने अनुभूति पहिले हुन्छ, अनुभूतिहरूको सङ्ग्रहबाट अनुभव हुन्छ, अनुभवहरूको सङ्ग्रहबाट ज्ञानमा परिणत हुन्छ। ज्ञानहरू जब सन्तुष्ट हुँदै जान्छ, अनेक प्रमाणले तथ्यको रूपमा पुष्टि गर्दछ र त्यो हरेक ठाउँमा उत्तिकै एप्लाई हुन्छ भनेपछि त्यो सिद्धान्त हुन्छ। यस्ता कुराहरूबाट ज्ञान ठिक्रिएको छ। यस्तो जनकले सहका लागि बहस गराएका होइन, ज्ञान ठिक्र्याउनका लागि जनकको दरबारमा शास्त्रार्थ त्यतिकै होइन, देश दुनियाँका विद्वानहरू आएर शास्त्रार्थ किन त्यसलाई। अर्थात् यो भूमि यथार्थमा भन्ने हो भने 1000 वर्ष अगाडि, झन्डै 1500 वर्ष अगाडि एउटा चर्च खुलेको थियो। त्यसलाई पश्चिममा बेलायतमा एउटा चर्च खुलेको थियो 1500 वर्ष जति अगाडि। त्यसलाई प्रथम विश्वविद्यालय भनेर उनीहरूले मान्ने गरेका छन्। यथार्थमा भन्ने हो भने 450 वर्ष अगाडि इस्टाब्लिस भएको अक्सफोर्ड युनिभर्सिटी, द फर्स्ट युनिभर्सिटी इन द वेस्ट। तर यहाँ तक्षशिला 2800 वर्ष अगाडिदेखि 2200 वर्ष अगाडिसम्म 600 वर्षसम्म तक्षशिला विश्वविद्यालय चलेको थियो, जहाँ पढाइ हुन्थ्यो, लिपि आएको थियो, लिपिमा पढाइ हुने गर्थ्यो। स्मृतिमा चलि आएको वेदलाई लिपिबद्ध गरेका थिए वेदव्यासले। यो द्वापर युगको कुरा, भीष्म पितामहको समय अथवा युधिष्ठिरको समय अथवा द्रोणाचार्यको समय, यस्तो बेलाका यिनीहरूका पनि पितामह थिए व्यास। व्यासको थिए तनहुमा जन्मेका थिए।
व्यासले तपस्या कहाँ गरेका थिए? महाकाली भुवारीपट्टि उनकै नामबाट उनले नै फेदमा बसेर तपस्या गरे भनेर व्यास हिमाल भन्ने अहिले पनि नाम छ। त्यहाँ बसेर व्यासले लिपिबद्ध गरेका थिए वेदलाई। त्यसपछि यसलाई व्यासको त्यसबेला आलोचना पनि भयो कि व्यासले दैवीय ज्ञानलाई मानवीय ज्ञान, किन यो लिखतमा परिणत भएपछि मानवीय ज्ञान भयो भनेर दैवीय ज्ञानलाई, श्रुति स्मृतिलाई मानवीय ज्ञानमा परिणत गरेकोमा आलोचना पनि गर्नु परेको थियो व्यासले। तर व्यासले त्यो काम गरेको यो यही भूमिमा भएको थियो जहाँबाट तपाईँहरू आज देख्नुहुन्छ। खिल्जीले नालन्दा विश्वविद्यालयमा आयोजना गरे, अहिले पनि भन्न कोसिस देख्न सकिन्छ। त्यहीँका पहिलेका विद्यार्थी र पछि तुरन्त प्रोफेसर गणितज्ञ आदि थिए। पहिलो ग्रेजुएसनको सिद्धान्त पत्ता लगाउने आर्यभट्ट, अरू थुप्रै वैज्ञानिक सिद्धान्तहरू उनले पत्ता लगाएको छ। अहिले सर्न भनेको यो स्विजरल्यान्ड जेनेभामा सर्न भनेको एउटा अन्तरिक्ष हेर्ने र ब्ल्याक होल के हो त्यस सम्बन्धी रिसर्च गर्ने एउटा ठाउँ छ। सर्न भनिन्छ त्यो ठाउँ, त्यो ल्याबोरेटरी। त्यहाँ हेर्दाखेरि पनि त्यहाँ नाम लेखिएको छ कि भास्कराचार्य, जसले थ्योरी अफ ग्राभिटेसनको बारेमा 1150 मा पुस्तक लेखेर 1210 मा प्रकाशित गराएको थियो। अथवा हाम्रो शिक्षाको परम्परा, ट्रेडिसन अफ नलेज, यहाँबाट सुरु भयो। यहाँको विश्वविद्यालयको पहिलो व्यवस्थित विश्वविद्यालयको उमेर 2800 वर्ष। पश्चिम आज जुन ज्ञानको भण्डार भनिन्छ त्यो ठाउँको प्रथम विश्वविद्यालयको उमेर 450 वर्ष। त्यसो भएर यो कति अगाडि छ भन्ने कुरा कमसेकम 2300 वर्ष अगाडि छ। जति बहस गरे पनि त्यो चर्च जहाँ शिक्षा पनि दिइन्थ्यो भन्ने हिसाबले विश्वविद्यालय भनेर भनिएको छ, त्यसलाई 1000 वर्ष अगाडिको मान्ने हो भने पनि 1800 वर्ष अगाडि शिक्षाको लागि विश्वविद्यालयका हामी अगाडि छौँ भन्ने कुरा त निर्विवाद छ। त्यति पुरानो शिक्षाको परम्परा हाम्रो ठाउँमा छ र त्यस्ता उस बेलादेखि अभ्यास गरेका अभ्यस्त विद्वानका सन्तान हाम्रा भाइ विद्वान। हाम्रा पुर्खाहरू रिसर्चर थिए, इनोभेटर्स थिए र उनीहरू विद्वान, तिनै विद्वानका सन्तान। त्यसकारण यु ह्याभ द जेनेटिक मेमोरी अफ दोज ट्रेडिसनको जिन माइन्डिङ। त्यसकारण कुनै कुरा सिक्नलाई जोसँग जेनेटिक मेमोरी छ त्यस कुराले सिक्न अति सजिलो बनाउँछ। यहाँसम्म कि झारपातले पनि एउटा लहरले सँगको साक्षात्कार पाउँदा मलाई अत्यन्त खुसी लागेको छ र म उहाँको आज हाम्रो गणपतिदेव हुनुहुन्छ उहाँको सुस्वास्थ्यको कामना गर्दछु। सुस्वस्थ भएर दीर्घ जीवन रहोस् शुभकामना व्यक्त गर्न चाहन्छु। यसो हेर्दाखेरि भाइ जस्तो देखिनुहुन्छ, मभन्दा 5 वर्ष जेठो हुन्छ। मभन्दा 5 वर्ष जेठो। हिन्दीमा भन्दा त ठिकै हुन्छ, नेपालीमा भन्दा दाजु गर्नुपर्छ। 5 वर्ष मभन्दा जेठो हुन्छ। विद्वान मित्रसँग मैले आज उहाँको कुराहरू पनि सुन्न मौका पाएँ, धेरै खुसी लाग्यो। त्यो कुरा साँच्चै उहाँले थुप्रै कुराहरू सूत्रमा भन्नुभएको छ।
म त्यसलाई मलाई कस्तो लागेको थियो भने मैले उहाँको हर पुष्टि गरेँ भने मेरो भाषण चाहिँ राम्रो हुन्छ तर अलिक लामो हुने मात्रा हुन्छ भनेर मैले हर पुष्टि धियापुता कमी तपाईँहरूले दीक्षान्त प्राप्त गरेर अघि 12 वर्षको बच्चाको एउटा सुनाउनु त्यसमा भन्छ विद्या ददाति विनय। पहिलो कुरा के हुन्छ विद्याले पहिलो कुरा दिन्छ विनय। विनयले के दिन्छ विद्या ददाति विनय विनय ददाति पात्रता पात्रता धर्मात्मति धर्म दर्शन। विद्याबाट अन्तिममा सुख प्राप्त त हुन्छ तर कसरी भन्दाखेरि पहिलो कुरा चाहिँ विद्याले विनय दिन्छ। विनय दिएको कुरा चाहिँ पहिलो कुरै ग्रहण गर्न सकिएन भने बाँकी कुराहरू खतम। जर्मनीको एउटा शासकले मागेको कुरा एउटा विद्वान शासकले मागेको कुरा मानिहरू 3टा कुरा माग्छु तिमीहरूको शास्त्रबाट 3टा श्लोक लिन चाहन्छु शास्त्रबाट 3टा श्लोक। असतोमा ज्योतिर्गमय असत्य तमसोमा ज्योतिर्गमय असतोमा सत्यमय अमृतोमा मृत्युमा अमृत। 3टा असत्यबाट सत्य थियो मानवता प्रतिको मानव जाति प्रतिको समय हुनुपर्दछ मानवता हुनुपर्छ हामीमा मानवीय भावना हुनुपर्छ। बुद्धले भनेको करुणा हामीमा हुनुपर्छ। त्यही चिजको शरणमा गएर पछि बुद्धले त्यत्रो नरसंहार गरेपछि अशोकलाई शिक्षा दिएर त्यही शिक्षाबाट बुद्धको शिक्षाबाट भने शान्त भावमा गए र बुद्धको जन्म थलो भन्दै हिँडे अशोक स्तरमा भूमिमा राखे। यस्ता थुप्रै कामहरू हुँदै गए। अर्थात् कर्म मानवता मानवीय सुख। त्यसै कारण मैले भनेको समृद्ध नेपाल सुखी नेपाल। नेपाल समृद्ध हुनुपर्दछ र सम्पूर्ण नेपालीहरू सुखी। यस विश्वविद्यालयलाई अगाडि बढाउनका लागि सरकारले लक्ष्य अनुसार काम गर्नेछ। म आफ्नो तर्फबाट पनि यस विश्वविद्यालयको यो ठाउँ यति बेला बल्ल एउटा विश्वविद्यालय स्थापना भयो र आज पहिलो दीक्षान्त समारोह हामी गर्दैछौँ। सत्य युगमा यहाँ विद्वताको छलफल हुन्थ्यो, ज्ञानको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो। आज फेरि हामी 4000 वर्ष पछि फेरि त्यस ठाउँतिर फर्किरहेको छ। बिचमा हामीले इतिहास हरायौँ, बिचमा हामी हरायौँ। केही निस्किनु विद्यार्थीहरू जस्तो पनि हामी लगभग त्यो शासकीय स्वार्थीपन र अव्यवस्थाका कारणले कुव्यवस्थाका कारणले त्यस्तो भयो। अब त्यसलाई डेमोक्रेसीमा वास्तविक डेमोक्रेसीको अभ्यास गरेर हामीले यसलाई अगाडि बढाउनुपर्छ। म तपाईँहरूलाई फेरि पनि शुभकामना भन्न चाहन्छु र भाइ बहिनीहरूलाई मैले हाम्रो भूमिको बारेमा धेरै ठाउँमा मैले भनेको छु कुराहरू। फेरि मलाई राजेन्द्र प्रसादजीले पनि अलिकति उत्साहित गराउनु हो। कुन ठाउँ हो यो, हामी कसका सन्तान हौँ, हाम्रा सम्भावना के छन् भन्ने सम्बन्धमा बोल्नका लागि अलिकति मलाई उहाँले हौसला पनि प्रेरित पनि गर्नुभयो। त्यस कारण भनी आएका कुराहरूलाई फेरि मैले भाइ बहिनीहरूका अगाडि र विद्वान मित्रहरूका अगाडि गरिरहेको छु। मलाई पूर्वपट्टि भविष्य चाहिँ हाल्नै पर्थ्यो र समय मिलाएर कार्यक्रमको आयोजना गर्नुभएकोमा भाइ सांसद सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले उपयुक्त पात्रलाई
प्रमुख अतिथिको रूपमा दीक्षान्त भाषणको लागि आमन्त्रण गर्नुभयो। त्यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एउटा कुरामा चाहिँ अलिकति मार्क गर्न चाहन्छु, के भने प्रमुख अतिथिले आफैले बुझ्छ, तर प्रमुख अतिथिलाई समयबारे बताइँदैन कि यति समयमा सक्नुहोस्, छुट्याउनुहोस् आदि इत्यादि भनिँदैन। किनभने उहाँका एक वाणी अमूल्य दीक्षा युक्त छन् भन्ने विश्वासले हामीले बोलाएका छौँ। मैले उहाँलाई भनेको थिएँ तपाईँको प्रवचन अब आजकलका भारतीय पढाउनुहुन्छ यहाँ नेपालमा चाहिँ के छ भने कुरो टुङ्ग्याउनुहोस् भन्दा ताली बजाइँदैन, राम्रो रहेपछि ताली बजाइन्छ। उहाँहरूले राम्रो लागेर ताली बजाउनु भएको टुङ्ग्याउनु भन्दा होइन। अब अन्त्यमा फेरि एकपल्ट सबैमा बधाई भन्दै धेरै धेरै शुभकामना भन्दै तपाईँको यही शुभकामनाका साथ म बधाई दिन्छु। धन्यवाद।